ल आजको स्पेसल चाहिँ अब हामी मेजी मुरा प्रस्थान गर्दैछौँ है। ल हजुरहरूलाई स्वागत छ पार्ट 2 मा। हामी चाहिँ यहाँको मेजी मुरा जाँदैछौँ। हामी चाहिँ यहाँबाट चाहिँ भित्र पस्यौँ गेटबाट चाहिँ। अनि यो चाहिँ मेन गेट हो। यहाँ चाहिँ टिकट काट्ने ठाउँ हो। पहिले यागो गर्न नि मिल्छ अनि सिधै त्यहाँ काटेर जानु नि मिल्छ है त। हामीहरू चाहिँ तल हिँड्यौँ। फुच्चेहरू चाहिँ कति बेला हप्प कति बेला चाहिँ हिँड्दै हामी अब यहाँ भित्र जाँदैछौँ। हिजो चाहिँ तपाईँलाई मैले घरबाट यहाँसम्म आएको कुरा सेयर गरेको थिएँ भने आज चाहिँ त्यहाँभित्र भएका कुराहरू सेयर गर्छु। यो चाहिँ मैले फर्स्ट टाइम भोइस ओभर गरेको सिक्दैछु म पनि। यो चाहिँ धेरै वर्ष पुरानो ट्रेनहरू त्यहाँ हामी नजन्मिँदै कति अगाडि कति धेरै टेक्नोलोजी विकास भएको रहेछ जस्तो लाग्ने कि मलाई चाहिँ। यहाँ चाहिँ त्यो ट्रेन चाहिँ ड्याडीले एक्सप्लेन गर्दै हुनुहुन्छ। पहिला यस्तो टेक्नोलोजी थिएन, त्यो बिचमा राखेर अनि त्यहाँबाट घुमाएर त्यो ब्याक गर्ने त्यो चलाउने त्यस्तो खालको सिस्टम रहेछ। त्यो कुरालाई पनि अहिलेसम्म कति राम्रोसित त्यो कोइलाबाट चल्ने ट्रेन भनेर सम्झना स्वरूप राम्रोसँग राखिएको छ। एकदमै राम्रो त्यो ट्रेनको लिक चाहिँ कोइलाबाट चल्ने। अनि यहाँ चाहिँ धेरै भित्र जाने बाटो है। यो चाहिँ एकदमै पुराना राजाहरू बसेको ठाउँ भएर त्यही अनुसार दरबारहरू त्यही अनुसार गेटहरू अनि फेरि धेरै राम्रो चित्रकलाहरू। अब ठ्याक्कै चित्रकला त भन्दैन, वाल पेन्टिङ पनि धेरै क्याटेगोरीहरू छ। तर के हो मलाई भन्न चाहिँ आएन। तर धेरै राम्रो पेन्टिङहरू छ। भित्र भएका कुराहरू चाहिँ एकदमै वाल पेन्टिङ गरेर राखिएको रहेछ। हामी यहाँबाट अझै भित्र पस्दैछौँ। त्यो चाहिँ जङ्गलको बिचमा स्मल भिलेज जस्तै छ। यहाँ चाहिँ यो बाँसलाई चाहिँ यसरी पाल पारेर लाइटहरू बलेको कस्तो राम्रो बनाएको कि देख्दा चाहिँ सिम्पल तर धेरै राम्रो लागेको मलाई चाहिँ। यहाँबाट हामी यसरी भित्र जाँदैछौँ। बाघहरूलाई चाहिँ ओछ्यापिनु मन लाग्यो। यो चाहिँ गेट। यो चाहिँ धेरै वर्ष पुरानो ट्रेनहरू कोही कता गरेर त्यसरी राखिएको छ। अनि यो चाहिँ एकदम इम्पेरियल होटेल, पुरानो धेरै राम्रो होटेल, स्ट्यान्डर्ड होटेल रहेछ। त्यहाँ पनि एकदमै राम्रो पार्क, ठुलो शान्त वातावरण, मान्छेहरू आउने जाने भिडभाड चलिरहेको थियो। हस्, थ्याङ्क यू।